नमस्ते। नमस्ते। आजदेखि खेतको बिटा लगाइसके तपाईँ के भन्न चाहनुहुन्छ? म के भन्न चाहन्छु, खुसी छु एकदम। अब काम सकिँदै गयो, अलिक आराम मिल्थ्यो कि। अनि अरू? अब दाउरा काट्नुपर्छ हो। बर्खालाई चाहियो नि त भात पकाएर खाने धानको। ठुला चाहिँ के भन्दैछ? अनि तपाईँ के भन्न चाहनुहुन्छ? मेरो केही छैन, अब काम सिद्धियो। इस्कुस चाहिँ त माथिबाट झारेदेखि हुन्थ्यो। दाइको चाहिँ कोलबुङ हो घर। यहाँ कोलबुङदेखि यहाँ खेत छ उपारिपट्टि आएर धान रोपेर फलाएर लानुहुन्छ। काकाको घर चाहिँ सुनमाई हो। सुनमाईदेखि पनि यहीँ आएर धान फलाएर लानुहुन्छ है काका? हो त नि, भुँडी त भर्नै पर्यो। अब यहाँ दाइलाई सोध्छु। दाइ नमस्ते। नमस्ते। तपाईँ चाहिँ कसको खेत लाउनु भएको आज? म कतिवटा जेठाको आएको हजुर। ज्यादा गर्नु छैन। अनि मम्मीलाई चाहिँ आजदेखि काम सकिरहेछ, बिटा लगाइसक्यो। तपाईँ के भन्न चाहनुहुन्छ? कामै नभएर बनाएको। खुसी छु म त, सक्यो बुवा चाहिँ के भन्न चाहनुहुन्छ? दादा काम सक्यो भनेर सुर काली ज्यादै। भन्नु न के भन्न चाहनुहुन्छ? बुवा चिया खान चाहनुहुन्छ? चिया खानु पर्यो नि, चिया अब सक्नु पर्यो। अब चाहिँ बताउनु मात्रै बाँकी छ। यहाँ काकी चाहिँ बढारेकै हुनुहुन्छ। यहाँ चाहिँ सबैजना चिया खानु हुँदैछ अनि बताउने। अब धान बताउनु मात्रै बाँकी छ। सबैजना यी चिया खानु हुँदैछ।